अहिले भने चाहिँ म यहाँ बागथाङमा आएको छु। मेरो अगाडिको त्यो टायर फेर्नु पर्ने थियो। अन्त म अहिले चाहिँ टायर फेर्न आएको छु। गाडी छ। म अहिले टायर फेरेको तपाईँहरूलाई देखाउने छु। अब कसरी फेर्नु पर्दो रहेछ म देखाउँदैछु। हुन्छ अहिले चाहिँ म यो टायर फेर्दैछु। यो गुटियर टायर रहेछ, यस्तो छ। ग्रेप छ। अब यो लगाएर चाहिँ अब सिजन कुदिन्छ। यहाँको दोकान हो। यहाँ यसरी मेसिनमा फेर्छ। म अहिले कसरी फेर्दैछु म तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस् अहिले चाहिँ यस्तो छ। अब यो चाहिँ फेर्ने बेला भएको, यतिको हो भने चाहिँ फेर्नुपर्छ। अलिअलि दाग चाहिँ छ, तर टाढो कुद्दा चाहिँ अब त्यस्तो उयो हुँदैन। फेर्नुपर्छ, किन भन्दा चाहिँ स्लिप गर्छ, स्किड गर्छ। अन्त त्यो बेसी चिप्लो छ भने चलन पनि गर्छ। यो छाङ्गुहरूतिर जान्छ, हिउँहरूतिर भएकोतिर जाँदाखेरि चेन्ज उयो चलन गर्छ। अन्त हिउँमा पनि स्किड खान्छ, हिलोमा पनि स्किड खान्छ। त्यसले गर्दा चाहिँ यतिको टाइममा चाहिँ चेन्ज गर्नुपर्छ। यतिको छ टायर हो। अब अहिले चाहिँ म चेन्ज गर्दा गर्दा तपाईँहरू देखाउनुहुन्छ। हेलो गाइस, यो जक लिएर हाल्दैछ। अब यो टायर खोलेको थियो, हेर्नुहोस् यसरी खोल्छु। यहाँ यसरी के गर्नुहुन्छ, अब यो टायर फेर्दा पनि यसरी नै जक लगाएर, आफ्नो गाडीको जक लगाएर यसरी टायर खोल्नुपर्छ। खोलेर चाहिँ चेन्ज गर्न सक्नुहुन्छ तपाईँहरूले। कहीँ पनि अब नयाँ नयाँ हुनुहुन्छ, आइहाल्यो आफ्नो जक त्यहाँ मुनि लगाएँ, मजाले लगाएर चाहिँ यसलाई यस्तो हुँदैछ, यस्तो हुन्छ। यो भित्र चाहिँ ब्रेक लाइदिनु पर्छ। यो सकर हो, स्प्रिङ यसरी जक, यो जहाँ लगाएको छ त्यहाँ चाहिँ यस्तो ढाड जस्तो हुन्छ। हाम्रो जक चाहिँ त्यहाँ खप्पै हाल्ने जक। उहाँको दोकान हो, उहाँ मालिक पनि उहाँ हो। आफै पनि गरिहाल्नु हुँदैछ, खटी पनि हाल्नु हुँदैछ। यसरी यो हर्को त्यहाँ खोलेको टायर चाहिँ हाल्यो। यहाँ कुन चाहिँ अघि देखाएको टायर चाहिँ खोलेको चाहिँ त्यहाँ पछाडि हाल्यो। अन्त यहाँ चाहिँ अब नयाँ टायर हाल्ने हो। अन्त हेर्नुहोस् तपाईँले राम्रोसँग यसो यो निकाल्नुपर्छ। यसरी चाहिँ यो रिङदेखि आउट गर्नुपर्छ। पुरा सेट भएको हुन्छ, सेट भएको हुन्छ। यसरी यसो राखेर पुरा यसो खिचेर निकाल्नुपर्छ हो। अब यसरी यहाँ हाल्नु पऱ्यो। यहाँ हालेर चाहिँ यसो गरेर चाहिँ अब यो मेसिनमा पनि गर्छ, तर यहाँ मेनुअली चाहिँ यसरी गर्छ, हातले पनि गर्छ। पहिले चाहिँ मेन अब हातले नै बेसी गर्थ्यो। त्यही कारण अब उहाँहरूलाई सजिलो पर्दछ। त्यसले गर्दा चाहिँ यसरी गर्दछ। हुन्छ यसरी खोल्दैछ। निकाल अब यसमा गएको, अब यो स्क्र्यापमा गएको। अब कसैले रिसेलिङ गर्छ, तर अब यो नयाँ काट्नु पऱ्यो। उहाँले के काम लाउँछ। यो हाजी देखाएको मैले नयाँ टायर यो फिट हुँदैछ। यो एकदम फेरिहाल्छ। यो चाहिँ फिट गर्नु पऱ्यो। नयाँ फिटिङ हुँदैछ हो। मेरो टायर फेर्यो, एकदम फिट भयो। एकदम यो चाहिँ अब 6-7 महिना चाहिँ आरामले चल्छ। यस्तो छ साथी हो एकदम।